मैले चाहिँ नेपाली कांग्रेस 2.0 लाई चाहिँ किन सपोर्ट गरेँ, मैले राष्ट्रपालाई किन गरिनँ भनेर चाहिँ एकदम व्यापक चर्चा आउँदै गर्दाखेरि एउटा कुरा क्लियर के गर्न चाहन्छु भने राष्ट्रपाले जेनजी आन्दोलनको कुनै ठेक्का लिएको छैन है। कुनै पनि तरिकामा चाहिँ ऊ मात्रै हो चाहिँ जेनजी आन्दोलनका मागहरू लिएर जाने भन्ने देखिएको छैन। र दोस्रो कुरा भनेको राष्ट्रपाबाट प्रधानमन्त्रीको दावेदार बालेन्द्र शाहले चाहिँ 9 तारिकमा चाहिँ अब संसद विघटन गर्नुपर्छ अनि त्यसपछि चाहिँ अब एजेन्डा भाडमै जाओस्, त्यसपछि चुनाव गर्नुपर्छ भन्ने उहाँ नै हो। 10 तारिकको दिन बकाइदा स्ट्याटस लेखेर म प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गर्छु, अब चुनाव हुनुपर्छ भन्ने उहाँ नै हो। यो पहिलो व्यक्ति उहाँ नै हो। त्यो कारणले गरेर एउटा एजेन्डाको एउटा चाहिँ आन्दोलनको एजेन्डालाई लात हान्ने मान्छे चाहिँ प्रधानमन्त्रीको दावेदार। यत्रो आन्दोलनबाट त हामीले चाहेको केवल निर्वाचन मात्र होइन। र दोस्रो भनेको रवि लामिछानेजीलाई चाहिँ मैले जेलमा भेटेको थिएँ। यो चाहिँ 23 नोभेम्बरको कुरा। मलाई भेटेपछि चाहिँ उहाँले निर्वाचन भनेको बाई डिफल्ट जुनै पनि सरकारको चाहिँ म्यान्डेट हो, उहाँले चाहिँ निर्वाचन मात्र गर्ने होइन कि निकास दिनुपर्छ देशलाई भन्ने उहाँ नै हो। जेल बाहिर निस्केपछि उहाँको फरक कुरा आयो। देशको समस्या खासमा आन्दोलनले चाहिँ यो समाधान गर्नुपर्ने हो। त्यसको लागि चुनाव चाहिँदैन थियो। आजसम्म सबै ठुला ठुला आन्दोलनले देशका ठुला ठुला समस्या समाधान गरेकै हो, चाहे 7 साल होस्, 46 साल होस् अथवा 63 साल होस्। 82 सालको आन्दोलन टुहाउनमा यी दुई मान्छेको हात भएर मलाई विश्वास छैन कि यी दुईजनाले चाहिँ देश र जेनजी आन्दोलनको मर्म बोकेर चाहिँ काम गर्न सक्छन्। र उम्मेदवार पनि कस्तो उठाइरहेका छन् भन्दाखेरि नाच्ने गाउने जो पपुलर छ त्यो। उहाँहरूलाई त राजनीति सिक्नलाई नै 10 वर्ष लाग्छ, ल मेकिङ सिक्नलाई, कानुन सिक्नलाई नै 10 वर्ष लाग्छ भनेपछि उहाँबाट तुरुन्तै सुशासन त्यस्ता उम्मेदवारबाट आउँछ भने म विश्वास गर्दिनँ। र अब दोस्रो कुरा कांग्रेस 2.0 किन? मेरो हिसाबमा अहिले देशको लागि सबैभन्दा उपयुक्त अप्सन भनेको कांग्रेस 2.0 हो। किन भन्दाखेरि एउटा लोकतान्त्रिक पार्टी हो भन्ने कुरा पनि देखाए, नेतृत्व चाहिँ फेरियो, पार्टीभित्रको अन्तर्विद्रोहबाट नेतृत्व फेरियो। यङ मान्छे, पढे लेखे मान्छे गगन थापा आउनुभयो। उहाँसँग मेरो चाहिँ कुनै खालको चाहिँ आत्मीयता होइन, तर उहाँ जेको लागि उभिनु भएको छ त्यसको लागि मेरो समर्थन छ। त्यो बाहेक किन कांग्रेस 2.0 भयो भन्दाखेरि यो पालि पुराना मान्छेलाई भन्दा 165 मा चाहिँ 100+ उम्मेदवारले चाहिँ टिकट पाएका छन्। नयाँ उम्मेदवारले आजसम्म 9 ठेका फ्रेस क्यान्डिडेटले पाएका छन्। र उहाँहरूको प्रतिज्ञा पत्र हेर्दाखेरि पनि म होपफुल छु। म कांग्रेसको 165 वटै चाहिँ उम्मेदवार राम्रो छन् भन्ने पक्षमा होइन। आफै हेर्नुहोस् जुन पार्टीमा राम्रो छ, सायद माओवादीमा, एमालेमा, कांग्रेसमा, राजपामा जुमा राम्रो छ आफ्नो क्षेत्र हेरेर आफै भोट हाल्नुहोस्। तर मेरो समर्थन भनेको कांग्रेस 2.0 को लिडरशिप, कांग्रेस 2.0 को भाव र कांग्रेस 2.0 को चाहिँ प्रतिबद्धता पत्र। र त्यो बाहेक कांग्रेसले चाहिँ ल मेकिङमा काम गरिरहेको सुशासनको पक्षमा, जस्तो चाहिँ बाटो बनाउनलाई 41 वटा चाहिँ कानुन फेर्नुपर्छ भन्ने कुरा, यी नीति नियममा काम गरेका मान्छेले चाहिँ सुशासन तुरुन्तै ल्याउन सक्छन्। गीत गाउने ओर्ने होला, राष्ट्रमा पनि नराम्रो मान्छे छन् म भन्दिनँ, होला नि कोही कोही राम्रो मान्छे, अधिकांश चाहिँ पपुलिजमको आधारमा देश बन्नेवाला छैन। त्यो कारणले रियलिस्टिक भएर भन्दाखेरि कानुन बनाउन सक्ने मान्छे, क्षमता भएको मान्छे, नयाँ फ्रेस क्यान्डिडेट र साँच्चीकै सुध्रिन खोजेको पार्टी मलाई कांग्रेस 2.0 लाग्यो। त्यो कारणले मेरो समर्थन यो चुनावको लागि कांग्रेसलाई छ। त्यो बाहेक हाम्रो पार्टी प्रवेश पनि होइन, केही पनि होइन। समर्थन छ कांग्रेसलाई चुनावमा, राष्ट्रपालाई मेरो छैन। उहाँहरू अनभिज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्छ। यो मेरो व्यक्तिगत धारणा। आफै सोच्नुहोस्, आफै भोट हाल्नुहोस्, आफ्नो उम्मेदवार आफै छान्ने हो। त्यसमा मेरो केही भनाइ छैन।